हेलो एभ्रिवान नमस्ते वेलकम टु माई न्यू भिडियो आयो बजार पनि सन्चै हुनुहुन्छ र सो म पनि फिट एन्ड फाइन अनि म चाहिँ अहिले घाँस काट्दैछु यो तातो घाममा पसिना तरर चुहिरहेछ म चाहिँ यहाँ घर छेउमा मकैबारीको आलीमा घाँस काट्दैछु साथीहरू घाँस नकाटौँ भने पनि भएन मेरो चाहिँ कामै यही हो रेगुलर कति घाँस बोकेको र घाँस काटेको मात्रै देखाउँछ भन्नुहुन्छ होला साथीहरू मेरो कामै यही छ घरको म अरू के देखाऊँ होला हैन सो म चाहिँ यस्तै घाँस काट्दैछु क्या यहाँनिर अनि म अघि नै काट्थेँ पनि होला साथीहरू खाना पनि बनाउनै पर्यो खानु परेपछि हैन त्यसैले चाहिँ म पुरै कच्चिया बोकेर घाँस काट्दैछु यो तातो घाममा समय चाहिँ खासै धेरै बितेको पनि हैन हुन चाहिँ 9:30 भएको छ तर हाम्रोतिर एकदमै धेरै गर्मी छ क्या एकदमै धेरै गर्मी यति गर्मी त कहीँ पनि छैन होला जस्तो लाग्छ क्या आफूलाई गर्नुभएको फिलले साथीहरू तर हुन त अन्त पनि गर्मी होला हाम्रो चाहिँ मकैभन्दा धेरै यहाँ चाहिँ फर्सी छ मेरो सासूआमाले मकैभन्दा धेरै फर्सी छर्नु भएको छ साथीहरू म चाहिँ यहाँ यति घाँस काटेँ त्यहाँबाट उहाँ पर उहाँ कहाँसम्म छ घाँस उहाँ त्यहाँ कतासम्म छ यो चाहिँ यता दिदीहरूको हो मैले अहिले घाँस पुगेन भने यताको पनि चोर्छु क्या साथीहरू मान्छे छैन नि त घरमा त्यही भएर यस्तो हेर्दै गर्नुहोला बाई बाई साथीहरू फेरि भेटौँला।